हामीलाई तीनकुनी एरियाको लागि एउटा होटलको लागि एकजना किचन हेल्पर बोय नाइटको लागि जसमा टाइम रहेको छ दिउँसो 3 बजेदेखि बिहान 3 बजेसम्म। यदि हजुरहरू नाइटमा जब गर्ने इच्छुक हुनुहुन्छ भने छिटोभन्दा छिटो हामीलाई सम्झिन सक्नुहुन्छ। र एकजना डेलिभरी बोय आवश्यकता भएको हुँदा जसमा टाइम रहेको छ साँझ 6 बजेदेखि बिहान 3 बजेसम्म। यदि हजुरहरूको बाइक लाइसेन्स दुवै छ भने छिटोभन्दा छिटो एप्लाई गर्न सक्नुहुन्छ। र हाम्रो तौलिया एउटा होटलको लागि हामीलाई एकजना कुक र 2 जना वेटर बोय, 2 जना किचन हेल्पर र 2 जना क्लिनर गर्ल्स बोय जो भए पनि भयो, खाना बस्न सुविधा रहेको छ। यदि हजुरहरू त्यता कतै नजिकको लोकेसनमा बस्नुहुन्छ र कतै खाना बस्न तरिकाले जब खोजिराख्नु भएको छ भने हामीलाई भुर्कीचोक एरियाको लागि र अमरपथ एरियाको लागि 2 जना सेल्स गर्ल्स आवश्यकता भएको हुँदा यदि हजुरहरू सेल्समा जब गर्न खोजिराख्नु भएको छ भने हामीसँग नयाँ भ्याकेन्सीहरू आइसकेको छ। छिटोभन्दा छिटो सम्झिन सक्नुहुन्छ। र हामीलाई भुर्कीचोकको लागि बिहान 9 बजेदेखि साँझ 7 बजेसम्म हुनेछ टाइम। र अमरपथको लागि चाहिँ बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म हुनेछ। यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने छिटोभन्दा छिटो हामीलाई सम्झिन सक्नुहुन्छ। बेलबास एरियाको लागि एउटा पसलको लागि हामीलाई सेल्स बोय आवश्यकता भएको हुँदा जसमा टाइम रहेको छ बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म। यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने सेल्समा काम गर्न हामीलाई तुरुन्त आवश्यकता परेको हुँदा हजुरहरू छिटोभन्दा छिटो सम्पर्क। हामीलाई हस्पिटल लाइन एउटा क्लिनिकको लागि एकजना रिसेप्सनिस्ट गर्ल आवश्यकता भएको हुँदा जसमा टाइम रहेको छ बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म। यदि हजुरहरू फ्रेसर हुनुहुन्छ भने पनि एप्लाई गर्न सक्नुहुन्छ। र छिटोभन्दा छिटो हामीलाई सम्झिनु होला। नाइटमा जब पाए गर्थे भन्ने कोही हुनुहुन्छ भने हामीसँग नाइटको लागि भ्याकेन्सी आइसकेको छ। हामीलाई तीनकुनी एरियाको लागि एउटा होटलको लागि एकजना किचन हेल्पर बोय र एकजना डेलिभरी बोय आवश्यकता भएको हुँदा किचन हेल्परको लागि दिउँसो 3 बजेदेखि राति 3 बजेसम्म हुनेछ टाइम। र डेलिभरीको लागि साँझ 6 बजेदेखि बिहान 3 बजेसम्म। चौडा एरियाको लागि एउटा सप्लायर्सको लागि हामीलाई 2 जना सेल्स बोय आवश्यकता भएको हुँदा जसमा हजुरहरूको लाइसेन्स छ भने एकदमै राम्रो, फ्रेसर हुनुहुन्छ भने पनि एप्लाई गर्न सक्नुहुन्छ। र हाम्रो कन्ट्याक्ट नम्बर स्क्रिनमा छ, कन्ट्याक्ट गरेर छिटोभन्दा छिटो अफिस भिजिट गर्नु होला। जसमा टाइम रहेको छ बिहान 9 बजेदेखि राति 8 बजेसम्म। यदि हजुरहरू कतै चौडाको एरियामा जब गर्न खोजिराख्नु भएको छ भने हामीसँग नयाँ भ्याकेन्सीहरू आइसकेको छ। हजुरहरू अफिस भिजिट गर्न सक्नुहुन्छ। धन्यवाद। योगी कुटिजमा अफिसको लागि हामीलाई एकजना रिसेप्सनिस्ट गर्ल, 2 जना हेल्पर गर्ल र एकजना कुक बोयज भए पनि भयो, गर्ल्स भए पनि भयो। जसमा टाइम रहेको छ बिहान 10 बजेदेखि राति 8 बजेसम्म। यदि हजुरहरू इच्छुक हुनुहुन्छ र योगी कुटी कतै नजिकको एरियामा बस्नुहुन्छ र जब गर्न खोजिराख्नु भएको छ भने छिटोभन्दा छिटो हामीलाई सम्झिन मिलनचोक एरियाको लागि र गोलपार्क एरियाको लागि हामीलाई 2 जना एकाउन्टेन्ट गर्ल्स बोय जो भए पनि भयो। हजुरहरू एकाउन्टेन्ट फिल्डमा पहिला पनि कामहरू गरिराख्नु भएको छ। भ्याट, ट्याली सफ्टवेयरहरू, बिजी सफ्टवेयर, सोस्टिक सफ्टवेयरहरू सबै चलाउन आउँछ र एकाउन्टेन्ट सम्बन्धी जब गर्न खोजिराख्नु भएको छ भने हामीलाई 2 जना आवश्यकता भएको हुँदा जसमा हामीलाई मिलनचोकको लागि बिहान 10 बजेदेखि राति 8 बजेसम्म हुनेछ टाइम। र गोलपार्कको लागि बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। यदि हजुरहरू इच्छुक हुनुहुन्छ र कतै नजिकको लोकेसनमा बस्नुहुन्छ भने छिटोभन्दा छिटो हामीलाई सम्झिन सक्नुहुन्छ। ट्राफिक चोक एरियाको लागि होटलको लागि हामीलाई एकजना क्यासियर गर्ल्स र वेटर को लागि बोयज, गर्ल्स जो भए पनि भयो। र कुक, नर्मल कुकको लागि बोयज आवश्यकता भएको हुँदा जसमा क्यासियरको टाइम रहेको छ बिहान 10 बजेदेखि राति 8 बजेसम्म। र कुकको र वेटरको लागि चाहिँ खाना बस्न सुविधा हुनेछ हजुरहरूको लागि। यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने छिटोभन्दा छिटो हामीलाई सम्झिन सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर स्क्रिनमा राखिदिएका छौँ, हेरेर कन्ट्याक्ट गर्नुहोला। धन्यवाद।